सो हेलो केटाहरु, फाइनली मैले चाहिँ युट्युब च्यानल खोल्ने सोच बनाएर मैले युट्युब च्यानल खोलेको छु। अब तिमीहरूले यहाँ चाहिँ मलाई हल्का सपोर्ट देखाउनु पर्यो हैन। अब अनि त्यसपछि मलाई कस्तो खालको कन्टेन्ट बनाऊ भन्ने चाहिँ मलाई खासै केही आइडिया भएन। त्यही भएर त्यसको आइडिया चाहिँ तिमीहरू कमेन्ट गर है त। अनि यही अनुसार मैले तिमीहरूलाई भिडियोमा गिभअवे पनि राखेको छु र गिभअवे तिमीहरूले विन गर्नको लागि के गर्नुपर्छ भने चाहिँ अब तिमीहरूले हैन अब एउटा कन्टेन्ट सजेस्ट गर, आफ्नो साथीहरूलाई शेयर गर। अनि त्यसपछि ठ्याक्क म तिमीहरूलाई 100 अथवा 200 माने 200 राखौँ न हैन, 100 त के होइन, 200 सब्सक्राइबर भएपछि तिमीहरूलाई 3 जनालाई म 500 रुपैयाँको चाहिँ प्राइज पुल राखेको छु हैन। अब त्यही अनुसारले तिमीहरू मलाई कन्टेन्ट सजेस्ट गर। म अटो पिकअपको युज गरेर 3 जनालाई पिक गरेर म 500 रुपैयाँ दिन्छु है त। त्यसरी चाहिँ मैले गर्ने सोचेको छु। हल्का सपोर्ट देखाउ केटाहरू। अनि त्यसपछि अनफलो गर्ने त्यस्तो गर्ने चाहिँ होइन, हल्का। अनि त्यसपछि मलाई इन्स्टामा पनि फलो गर है। अब त्यही अनुसार अब भिडियो पुरा हेरेको हुनु पर्यो हैन तिमीहरूले। अब भिडियो तिमीहरूले जति पुरा हेर्यो त्यही अनुसार तिमीहरूको अब चान्स हुन्छ जित्ने हैन। अब अटो कमेन्ट पिकरले तिमीहरूको चाहिँ त्यही अनुसारले अब जसको चाहिँ हैन अब जसले चाहिँ फुल भिडियो हेरेको छ अनि जसले चाहिँ पुरा हेरेर कमेन्ट गरेको छ, सब्सक्राइब गरेको छ टाइममा, त्यो अनुसारको हेरेर चाहिँ अटो कमेन्ट पिकरले चाहिँ एकदम हुन्छ नि जुन टप फ्यान टाइपकोलाई चाहिँ पिक गर्ने हो अटो कमेन्ट पिकरले हैन। त्यही भएर तिमीहरूले पुरा भिडियो हेर अनि त्यही अनुसार कमेन्ट गर, आइडिया देऊ के गरौँ भनेर हैन। ल सपोर्ट गरौँ, सब्सक्राइब गरौँ, लाइक ठोकौँ, कमेन्ट ठोकौँ र साथीलाई सेयर गरौँ है त। भेट्दै गर्नुपर्छ।